हाई गाइज नमस्ते वेलकम बैक टू माई चैनल सागर पारी यात्रामा यहाँहरूलाई स्वागत छ। आजको यात्रामा गाइज हामी जाँदैछौँ वोकिङ नेपाली समाज युकेले आयोजना गरेको दसैँ तिहारको पार्टीमा दसैँ तिहार 2025। त लागौँ आजको यात्रातर्फ। हेलो नमस्ते नमस्ते ह्याप्पी दसैँ। नमस्ते ह्याप्पी दसैँ ल हेलो ह्याप्पी दसैँ हजुर यहाँहरूलाई ह्याप्पी दसैँ ह्याप्पी दसैँ ह्याप्पी दसैँ ह्याप्पी दसैँ ह्याप्पी दसैँ ह्याप्पी दसैँ नमस्ते ल उपस्थित हुनुभएका सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू भान्जा भान्जी नानीहरू सम्पूर्णमा हामी कार्य समितिको तर्फदेखि न्यानो स्वागत साथै दसैँ तिहार 2082 को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। म ढिला नगरिकन आजको औपचारिक कार्यक्रम प्रस्तुत गर्न गइरहेको छु। रमाइलो गर्नको लागि हाम्रो स्थानीय कलाकार बहिनीहरूबाट सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ। साथै नेपालबाट आउनुभएकी एकदमै लोकप्रिय गायिका देवी घटी मगर बहिनीको पनि प्रस्तुति हुनेछ र अन्तमा फेरि यो हाम्रो ककटेल डान्स छँदैछ। त्यसको लागि पनि म रेडी हुन म यहाँ सम्पूर्णलाई अनुरोध गर्दछु। आजको यस कार्यक्रमको अध्यक्षताको आसन ग्रहण गर्नको लागि हामी वोकिङ नेपाली समाजको अध्यक्ष श्री रमेश अधिकारीज्यूलाई अध्यक्षताको आसन ग्रहण गर्नको लागि म विनम्र अनुरोध गर्दछु। Ladies and gentlemen, it's my pleasure and honor to welcome the chief guest, Councillor Anila Javid. Wala taali bajai sakko निम्ति गर्न चाहन्छु। त्यस्तै अतिथिको आसन गर्दिनको लागि let's welcome our Ati Aziz उहाँलाई पनि ताहिर अजिज र आसन ग्रहण गर्ने क्रममा म आजको यस वोकिङ नेपाली समाजको संस्थापक अध्यक्ष देवी लिम्बुज्यूलाई पनि आसन ग्रहण गर्नको लागि म विधान अनुरोध गर्छु। देवी लिम्बुज्यू, पूर्व काउन्सिलर, रिटायर्ड मेजर अनि पूर्व अध्यक्ष गोर्खा ब्रिटिस गोर्खा वोकिङ चित्र राणाज्यूलाई पनि आसन गर्नको लागि म विधान अनुरोध गर्छु। नेपाली समाजलाई एकदम माया गर्ने अनि पुरानो सबभन्दा वोकिङमा आएर बसोबास गर्नुहुने हाम्रो प्रिय दाजु समाजसेवी राजेन्द्र छेत्रीज्यूलाई पनि आसन गर्ने म अनुरोध गर्न चाहन्छु। त्यस्तै वोकिङ नेपाली समाजको पूर्व अध्यक्ष भुवन चामलिङज्यूलाई पनि आसन ग्रहण गर्नको लागि म अनुरोध गर्न चाहन्छु।
भवन दाइ कहाँ हुनुहुन्छ अगाडि आएर आसन ग्रहण गर्नलाई म अनुरोध गर्न चाहन्छु। त्यस्तै नेपालबाट आउनुभएकी एकदम लोकप्रिय गायिका बहिनी देवी घटे मगरजीलाई पनि आसन ग्रहण गर्नलाई म अभिनन्दन गर्दछु। त्यस्तै वकिङ नेपाली समाजको पूर्व अध्यक्ष श्रीमती आशा राईजीलाई पनि आसन ग्रहण गर्नलाई म अभिनन्दन अनुरोध गर्दछु। त्यस्तै वकिङ ब्रिटिस गोर्खा भेटरन्स अध्यक्ष ईश्वर आम्बाङजीलाई पनि आसन ग्रहण गर्नलाई म अनुरोध गर्न चाहन्छु। उहाँ हाम्रो समाजको सल्लाहकार पनि हुनुहुन्छ। सयपत्री कल्चरल ग्रुपको अध्यक्ष आज आउनु भएको छैन। उहाँको सट्टामा विवेक बोराजीलाई पनि आसन ग्रहण गर्नलाई म अनुरोध गर्दछु। तमोदी इकाइ वकिङ अध्यक्ष शेरकाजी गुरुङजीलाई पनि आसन ग्रहण गर्नलाई म अभिनन्दन अनुरोध गर्न चाहन्छु। यायाका वकिङ अध्यक्ष उदित किरातजीलाई पनि आसन ग्रहण गर्नलाई म विनम्र अनुरोध गर्दछु। सल्लाहकार नार खम्सवाङ अनि राम देसाली, त्यस्तै हाम्रो सल्लाहकार कृष्ण छेत्रीजीलाई पनि आसन ग्रहणलाई म अनुरोध गर्न चाहन्छु। र हाम्रो वकिङ युथका अध्यक्ष इन्द्र राईलाई पनि इन्द्र गुरुङजीलाई पनि आसन ग्रहण गर्नको लागि म अनुरोध गर्दछु। हाम्रो कुनै पनि शुभ कार्यक्रम सुरु गर्नको लागि हामीले बत्ती बालेर हाम्रो कार्यक्रम सुरु गर्ने हाम्रो कल्चर चलन छ। त्यसै अनुरूप म बत्ती बालेर आज कार्यक्रम उद्घाटन गर्नको लागि म हाम्रो पाहुनालाई बोलाउन गइरहेको छु। सो मे आई रिक्वेस्ट द चेयरम्यान वकिङ नेपाली कमिटी चेयरम्यान रमेश अधिकारीज्यू अनि चिफ गेस्ट काउन्सिलर अनिला जावेद, please kindly come forward and light the auspicious lamp, please. बत्ती बालेर आजको कार्यक्रम उद्घाटन हुने कार्यक्रम सुरु हुँदैछ। ताली बजाउन पनि म सम्पूर्णलाई अनुरोध गर्न चाहन्छु। Also, may I request to candle the light to remember those people who lost their life during the peaceful protest back in Nepal. May I request to just light the candle, please, over here. एकदमै peaceful शान्ति आन्दोलनमा गोली चलाएर हाम्रो झन्डै 75-76 जना इनोसेन्ट भाइ बहिनीहरूको ज्यान गएको छ। उहाँको सम्झनामा हामीले आज क्यान्डल बत्ती बालेर उहाँको चिर शान्तिको कामना गर्दछौँ। साथै सम्पूर्ण जति पनि घाइते हुनुभएको छ उहाँहरूको पनि शीघ्र स्वास्थ्य
नेसनल एन्थमको लागि उठेर सहयोगलाई म उत्रिनुको लागि अनुरोध गरेँ। धन्यवाद. Ladies and gentlemen, may I request everyone to observe 1 minute silence. People who lost their life back in Nepal during peaceful anti-corruption protests. Okay, ready, go. Thank you. धन्यवाद. Please have a seat. वर्किङ नेपाली समाजको बारेमा म एक दुई शब्द राख्न चाहन्छु, किनभने धेरै दाजुभाइ तथा दिदीबहिनीहरू बसाइसराई गरेर वर्किङ आउनुभएको छ. सायद कतिपयलाई वर्किङ नेपाली समाज छ भने थाहा पनि छैन होला, र कतिपय दाजुभाइ तथा दिदीबहिनीहरूलाई यसको उद्देश्य के हो भन्ने थाहा पनि छैन होला, र म यसको लागि संक्षिप्तमा म राख्न चाहन्छु. वर्किङ नेपाली समाज 2006 मा स्थापना भएको हो, र स्थापना भएदेखि आजसम्म आउँदा झन्डै 20 वर्ष भयो. यो अवधिमा वर्किङ नेपाली समाजले धेरै उत्कृष्ट, प्रशंसनीय र उदाहरणीय कामहरू गर्दै आएको छ. चाहे त्यो वर्किङ समाजभित्रै होस्, चाहे त्यो नेपालमा होस्. नेपालमा विभिन्न कालखण्डमा बाढी पहिरो जाने, कोभिड पनि आयो, भुइँचालो पनि आयो. त्यस्तो अवस्थामा पनि हामीले सक्दो सहयोग गरेका छौँ, र यसको श्रेय सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनी तपाईँहरूलाई नै जान्छ. तपाईँहरूको सहयोग बिना यो सम्भव थिएन. त्यस्तै वर्किङ नेपाली समाज स्थापना हुने बेलामा हाम्रो कोषमा पैसा केही पनि थिएन, जिरो थियो, जिरो ब्यालेन्स. र अहिलेसम्म आउँदाखेरि चाहिँ हाम्रो कोषमा झन्डै 26,000 पाउन्ड जम्मा भएको पनि म यहाँलाई जानकारी गराउँदैछु. यो कसरी सम्भव भयो भनेदेखिलाई हामीले हरेक वर्ष देउसी भैलो कार्यक्रम गर्छौँ. हजुरहरूले आफ्नो शक्ति अनुसार सहयोग गर्नुहुन्छ. त्यही पैसा जम्मा भएर अहिले हाम्रो कोषमा 26,000 पाउन्ड जम्मा भएको पनि म यहाँलाई जानकारी गराउँदैछु. र हामी सबैको चाहना
वकिल नेपाली समाजको एउटा कम्युनिटी हल हुनुपर्छ भन्ने हो। त्यसको लागि यो कोषको पैसाले धेरै मद्दत पुर्याउनेछ भन्ने मैले विश्वास लिएको छु, हामीले विश्वास लिएको छौँ। साथै वकिल नेपाली समाजमा आबद्ध हुनुको लागि मेम्बर तपाईहरू 50 पाउन्ड तिरेर मेम्बर हुन सक्नुहुन्छ। यो खास यो 50 पाउन्डतिर मेम्बर हुनु एकदम जरुरी किन रहेछ भनेदेखिलाई मेम्बर हुनुभयो भनेदेखिलाई है काम गर्न सजिलो है एउटा अपनत्व फिल हुँदो रहेछ भन्दै म आफ्नो छोटो समाजको बारेमा मन्तव्य यही टुङ्गाउन चाहन्छु। म हाम्रो समाजको अध्यक्षज्यूलाई आफ्नो छोटो मन्तव्य राख्नुको लागि म अनुरोध गर्न चाहन्छु। Thank you very much. Our chief guest, Councillor Anila Javed, dear guests, friends and family, thank you for joining us. Celebrating Dasai and Tiar, warm welcome and thanks. Working Nepal समाजले प्रत्येक वर्ष गर्ने विजय दशमी तथा शुभ दीपावलीको यो शुभकामना साथ म यहाँको गरिमामय उपस्थितिको लागि आदरणीय संस्थापक अध्यक्ष, चिफ गेस्ट, भूपू अध्यक्ष, निवर्तमान अध्यक्ष, सल्लाहकार र विभिन्न सङ्घका प्रतिनिधिज्यूहरू, हाम्रो वकिङ युथको चेयरम्यानज्यू, यहाँहरू सम्पूर्ण र यस समाजमा आबद्ध आदरणीय बुवा आमा दाजुभाइ दिदीबहिनीहरूमा विजय दशमी तथा शुभ दीपावलीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। र अब हामी 7-8 महिना बाँकी छ, त्यसको लागि अहिलेबाट तयारीहरू पनि हामीले जस्तै कार्य समिति पाउँछौँ र आगामी दिनहरूमा पनि समाजको प्रगति उन्नतिमा हातेमालो हुनसक्छ भन्ने विश्वास लिँदै पुनः एकपटक यहाँहरूलाई धन्यवाद व्यक्त गर्दै विजय दशमी तथा शुभ दीपावलीको मङ्गलमय शुभकामना मेरो व्यक्तिगत तर्फबाट समाजको तर्फबाट टक्राउँदै यो फर्मल कार्यक्रम यहीँ समाप्त भएको घोषणा गर्दै हामी त राष्ट्रिय कलाकार हुनुहुन्छ देवी गति मगर, उहाँको नाम छुट्न गएर म क्षमा प्रार्थी छु। उहाँको गीतमा हामी नाच्ने गाउनेहरूबाट हामीले लोकल कलाकारहरू पनि हुनुहुन्छ र म मनोरञ्जन लिनुपर्छ। थ्याङ्क यू फर कमिङ एभ्रिबडी। नमस्ते, धन्यवाद। जय वकिल नेपाल समाज। छोटो मन्तव्य राख्नुको लागि राजेन्द्र छेत्रीज्यूलाई म अनुरोध गर्न चाहे। नमस्कार जादव, गुड इवनिङ chief guest, mayor as well. Thank you for coming today. As the first Nepali resident in Woking, Woking को प्रथम नेपाली रेसिडेन्ट भएर आइपुगे 1973 सालमा र तपाईहरुप्रति आज मैले मेरो 4 क्लास नेपाली गोर्खा बाट तपाईहरुलाई भन्दैछु मेरो हार्दिक मंगलमय शुभकामना रमाइलो दशैं र आउने तिहारको लागि धेरै धन्यवाद। जय वोकिङ समाज। धन्यवाद राजेन्द्र भाइ। May I request to our chief guest, Councillor Anila Javed, for a few words. Thank you. It's a pleasure to be here this evening, enjoying all of you, this beautiful Nepalese community, this Tewar you're celebrating, and it's an honor for me to be a part of this and to see and rejoice what a wonderful, beautiful community it is. And I was talking to some of your leaders who's sitting next to me, that it's a joy for me to find out how cultural, because of course I've always been very impressed, connected, inspired by the values the Nepalese community bring forward to the society, the contribution your people have made in the fields of medical, NHS, armed forces, and the responsibility
that you've trained your youngsters to carry. So I think I would like to thank all of you from my heart for cultivating and continuing to give the world beautiful people that make this world a beautiful place. And also many congratulations for this annual Tewar, and I'd love to continue to work with all of you and to make my contribution quickly as possible, efficiently as possible. Please feel free. My name is Councillor Anila Javed. I'm a part of Woking Borough Council, and of course it's a delight to sink in and embrace this family and become a part of this today. So thank you so much everyone, and many congratulations. Thank you very much. Ladies and gentlemen, it's time for to say beautiful Nepali cultural dance. त्यसको लागि म माइक हाम्रो प्रभुजी कता हुनुहुन्छ? म उहाँलाई आफ्नो माइक हस्तान्तरण गर्न चाहन्छु। भने ढिलो नगरिकन आजको होस्ट तपाईहरुको दोस्त मेरो नाम प्रभु गुरुङ हो। तपाईहरुलाई फेरि पनि हाम्रो महान चाड दशैं तिहारको शुभकामना सहित आजको कार्यक्रम अगाडि बढाउन चाहन्छु। र आजको हाम्रो पहिलो प्रस्तुति रहनेछ बाँसुरीको मिठो धुन लिएर आउँदै हुनुहुन्छ हाम्रो प्यारो भाइ खुपेन्द्र गुरुङज्यू। प्लिज एकचोटि ताली बजाइदिनु होला खुपेन्द्र गुरुङज्यूलाई। सबैजनालाई ह्याप्पी दशैं। म सुरुमा चाहिँ छोटो मालसी, किनभने यो दशैंको प्रोग्राम पनि हो, म मालसी थोरै बजाउँछु, त्यस पछाडि म दुईटा गीत ट्र्याकमा म बजाउँछु, सुनिदिनु होला है।
दोस्रो प्रस्तुति लिएर आउँदै हुनुहुन्छ हाम्रो नानीहरू ससिना गुरुङ, सुरक्षा गुरुङ, एलिना गुरुङ, समीक्षा गुरुङ। Beatbox specialist, okay? So,
रोशन गुरुङलाई चाहिँ स्टेजमा बोलाउन चाहन्छु। Thank you. That's all from me. फेरि पनि अर्को एउटा राम्रो प्रस्तुति लिएर हाम्रो एकदमै गर्जियस ब्युटिफुल नानी प्रीति गुरुङ आउँदै हुनुहुन्छ स्टेजमा। Oh
को हिरोइन सचिना गुरुङ जीको प्रस्तुतिको लागि ओके गुरुङलाई स्टेजमा गर्न चाहन्छु Oh
र त्योभन्दा पहिला ऱ्याफल ड्र खुल्दैछ। गिफ्टहरू कता छ? धेरै राम्रो राम्रो गिफ्टहरू छ। ऱ्याफल ड्र किन्नु होला। आजको अन्तिम डान्स वकिल आमा परिलाई जोरदार तालीले स्वागत गर्नु होला। You
दिन चाहन्छु आजको हाम्रो विशेष अतिथि विशेष प्रस्तुति लिएर तयारी भएर बस्नु भएको छ हाम्रो देवी घरती मगरज्यू र त्योभन्दा अगाडि अलिकति जानकारी गराउन चाहे खाना खुलिसकेको छ अब यो राफल ड्रमा टिकट हेर्ने कि खाना खान जाने प्रब्लम त्यो पनि होला होइन तर हजुर के पो छ इसारा गर्दै हुनुहुन्छ केही छ एनिवे अनि राफल ड्रको टिकट दिनु होला र खाना खुलिसकेको छ खाना खाँदै गर्नु होला र हामी छोटो मिठो एकदमै छिटो गर्नेछौँ किनभने हामी आतुर छौँ देवी घरती मगरज्यूको गीत सुन्नको लागि उहाँको गीतमा हामी नाच्नको लागि र अनि बाँकी त छँदैछ डिजे अघि त पार्टी सुरु काला चस्मा ओके त्यो त हुन बाँकी छ 30 पाउन्ड लक्ष्मी शेरचन दाइले चाहिँ आमा टोलीको लागि दिनुभएको छ वोकिङ इकाइ तमुदी इकाइका अध्यक्षज्यूले आमा टिमको लागि चाहिँ 60 पाउन्ड दिनुभएको छ वोकिङ नेपाली समाजका अध्यक्ष रमेश अधिकारीज्यूले 20 पाउन्ड दिनुभएको छ प्लिज हजुर थ्याङ्क यू सो मच तपाईँहरूलाई यो सानो फोटो खिच्ने कार्यक्रम हुँदैछ हाम्रो आजको चिफ गेस्ट र गेस्टहरूसँग नेपालबाट आउनुभएका हाम्रो राष्ट्रिय एकदमै चर्चित कलाकार देवी घरती बहिनीज्यूलाई यो सम्मान पत्र दिनुको लागि म अनुरोध गर्न चाहन्छु उहाँलाई ताली बजाइदिनु होला ताली बजाइदिनु होला यो वर्ष मास्टर गर्नुभएको अङ्कित अधिकारी कमला बहिनी अगाडि यो प्रमाणपत्र दिनुको लागि म अनुरोध गर्न चाहे सक्षना तिलिजापुर उहाँ हुनुहुन्छ उहाँको प्यारेन्ट्स पूर्णपुञ्ज्यूलाई चाहिँ स्टेजमा निकाल्न चाहन्छु एकचोटि ताली बजाइदिनु त र हाम्रो पूर्णपुञ्ज्यू वोकिङ नेपाली समाजको भाइस प्रेसिडेन्ट चाहिँ पनि हुनुहुन्छ उहाँलाई पनि धेरै धेरै बधाई दिए विवेक बोहराज्यूले नेपालीलाई हामी गोर्खाली अथवा नेपालीलाई मध्यनजर राख्दाखेरि वोकिङ टाउन सेन्टरमा एउटा नेपाली रेस्टुरेन्ट पनि खोल्नु भएको छ उहाँलाई चाहिँ एकदम प्रोत्साहनको लागि हाम्रो नेपाली समाजको तर्फबाट बधाई दिँदै अझै भविष्यमा उहाँको बिजनेस फस्टाउँदै जाओस् र हामीले पनि मोमो चाउमिन खान अल्ट्रासाउन्ड जान्न परोस् यही खान पाए भन्नको लागि चाहिँ उहाँलाई चाहिँ धेरै धेरै धन्यवाद दिन्छ एकचोटि ताली बजाइदिनु त विवेक बोहराज्यू थ्याङ्क यू आजको मात्रै होइन हरेक पटक समाज पर्दाखेरि उभिनुहुन्छ उहाँ मित्र पनि हुनुहुन्छ पुरानो साथी पनि हुनुहुन्छ र अहिले एकदमै राम्रो भिडियोग्राफी गर्नुहुन्छ र वास्तविक समाजको धेरै मेमोरीहरू कैद गर्नुहुन्छ उहाँको क्यामेरामा मैले उहाँलाई बोलाउन चाहेँ सागर खत्रीजीलाई स्टेजमा निकाल्न चाहेँ कमल सागरजी यस ल चाहिँ ताली बजाइदिनु त उहाँलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु र त्यस्तै आजको यो साउन्ड सिस्टम प्रोभाइड गर्नुहुने मिठो मिठो आवाजको धुन निकालिदिनु हुने हाम्रो त खास पेवै भने जस्तो नै हुन्छ आजको हाम्रो विशेष डिजे हेमन्त गौछन् हाम्रो हेमन्त छोरीलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ ल हेमन्तजी 50 पाउन्ड डिस्काउन्ट एनिवे त्यस्तै सँगसँगै हामीलाई मिठो परिकारसहित खाना खुवाउनु हुने वोकिङ नेपाली समाजका सदस्य पनि हुन्छ दिललाल तामाङ मामालाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु म विवेक बोहरा तपाईँहरूको भोक मेटाउने सहयात्री फुड जङ्सन लिएर वोकिङको मार्केट वकमा कियो स्टुडियोमा आएको छु कृपया एकचोटि भिजिट गरेर मिठो भए सबैलाई भन्नुहोस् नमिठो भए फेरि मलाई नै भनेर यसलाई सुधार्ने प्रयास गर्नेछु भन्दै आग्रह गर्न चाहे र यो मञ्चलाई सुधार गर्न चाहे धन्यवाद हामीलाई इन्टरटेनमेन्ट गराउनु हुने पद्मु ग्रोजीलाई पनि स्टेजमा लाउन चाहे आएर हाम्रो अध्यक्षज्यूलाई खाता लगाएर सम्मान गर्ने लागि म अभिनन्दन गर्दछु धन्यवाद थ्याङ्क यू धन्यवाद अध्यक्षज्यू दिवकर्काज्यू त्यस्तै हेमकला राईज्यू हेमकला लिम्बुज्यू त्यस्तै एकचोटि ताली बजाइदिनु है सर वेलकम सर आजीवन सदस्य हुनुहुने पार्वती कडेल आमालाई पनि धेरै धेरै धन्यवाद दिँदै समाजमा स्वागत गर्न चाहन्छौँ र यदि कोही मेम्बर बन्न चाहनुहुन्छ भने पनि प्लिज वेलकम छ दुःख सुखमा पर्दाखेरि समाज नै चाहिन्छ र समाजले त्यो गर्दै पनि आइरहेको छ
ए पार्वती शर्मा हुनुहुँदो रहेछ। ल चन्द्रबहादुर गुरुङज्यू तपाईँलाई धेरै धेरै स्वागत छ समाजमा। थ्याङ्क यू सो मच। ल है एकचोटि ताली बजाइदिनु त देवी घरती मगर। धेरै धन्यवाद भन्न चाहन्छु ओकिङ नेपाली समाजलाई। यो ओकिङमा पहिलोचोटि हेरेर आउने कार्यक्रम गर्ने मौका दिनुभयो। सबै चाँजोमाझो मिलाउनु हुने पर्व गुरुङदालाई पनि धेरै धेरै धन्यवाद र समाजका अध्यक्षज्यू लगायत सम्पूर्ण समितिलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। झुटो संसार छोडेर उनकै शरण जाऊ, ब्रह्मा विष्णु महेश्वर भन्दै कीर्तन गाऊ। खाने बेलामा भजन किन्नुहुन्छ हजुरको लागि मात्र गाइदिए है। चिटिक्क बनेर आइछु चिटिक्क बनेर हो कि होइन त हो। चिटिक्क बनेर आइछु चिटिक्क बनेर भेटौँला भनेर तिमीलाई भेटौँला भनेर खोली सलाला झालीको सलाला खोली सलाला झालीको सलाला ए खोली सलाला झालीको सलाला झालीको सलाला खोली सलाला खोली सलाला खोली सलाला झालीको सलाला ए खोली सलाला झालीको सलाला झालीको सलाला। मैले तिमीलाई हेरेको हेरेछु
हामीसँग लगभग 10वटा ऱ्याफल ड्र छ, अझै बढी पनि हुनसक्छ। ल र यो ऱ्याफल र आजको लागि स्पोन्सर गर्नुहुने सहयोगकर्ताहरूको नाम भन्न चाहन्छु। धुल्स्यो गुरुङ कुकिङ ओइल, सृजना गुरुङ केटल, सुदेश गौचन सरप्राइज गिफ्ट। होइन के हो सरप्राइज गिफ्ट भनेको? यो सरप्राइज गिफ्ट भनेको के हो बुढोको? ए ओके त्यो सरप्राइज गिफ्ट। कमला अधिकारी कोइराला होइन, अधिकारी हो। सरप्राइज गिफ्ट छ उहाँको पनि, भाउजूको पनि सरप्राइज गिफ्ट छ। ओके, पुष्पाजीको एयर फ्रायर म भन्दिनँ। तारा ढकाल बेलिज हुइस्के, रिमा गौचन जुस ब्लेन्डर, शिरु शेरचन राइस कुकर, जानकी लेप्चा आइरन, 10वटाको नाम मैले लिइसकेँ। अनि ज्ञानु जोशी टोस्टर। पहिलो 10 नम्बरको पुरस्कार 3वटा नम्बर छ, मलाई परेन। 4 9 6 यस। ल ताली बजाउँ त बिबे। ल तेल मालिस 91। ओ यस 91 यस। ल बधाई छ, ताली। 151 ल फेरि टोस्टर ताली बजाउनु छ। ल 21 ल 21 ल बधाई छ। 4 and 6 46। ल तपाईँलाई त डिजर्भ गर्छ, बिचरा दुःख गर्नु भएको छ उ त्यहाँ 46। ल यो भएन अध्यक्षज्यू आँचीमा गर्नुहोस्। होइन उता अध्यक्षज्यूले के तपाईँले उता हेर्नु। 4 6 46 ल भयो 2 9 6 ल राइस कुकर जाने बित्तिकै भात बसालेर खाइहाल्नु होला। ल 156 है। ल बधाई छ, ताली बजाउनु उहाँलाई प्लिज। परे त के गर्ने, भाग्यमा लेखेर आएपछि। 146 ल पऱ्यो छोरीहरूलाई परेछ। ल ब्ल्याक लेबल रे भगवान् सकियो नि अब। ल तालीले स्वागत गरौँ उहाँलाई, धन्यवाद, बधाई छ। ल सेकेन्ड प्राइज डबल डिजिट 8 स्टार्टिङ फ्रम 8। अनि यो 6 कति आएको? 86 फेरि 6 का 6 भन्दा 86। 86 ल ताली बजाउनुहोस् त। एयर प्राइज। ल यो अन्तिम प्राइज बाई सुदेश गौचन दाई, सुदेश दाईको होइन, आजको हाम्रो पहिलो अन्तिम प्राइज छ। के हो यो? सेट, यस भाडाको सेट हो, प्यान्ट सेट। ल ए अघि बहिनीले 2 भन्दै, स्टार्टिङ फ्रम 2 गयो। मैले 2 भनेको त 5 भने गयो, 5 होइन नि त। 2 4 झन्डै मिलेको। 4 खोला भनेको 6 फेरि 6 हुन्छ जतिखेर नि 4 चोटि भनेर हो नि त नि, 5 चोटि नि 6 छ। 246 ल बधाई छ, तालीले स्वागत गरौँ। सकिल मास्टर, सकिल बधाई छ बाबु। यो जसले स्पोन्सर गरिदिनु भएको थियो उहाँलाई धेरै धेरै धन्यवाद। अनि जसले भाग लिइदिनु भएको थियो धेरै धेरै धन्यवाद। आजको हाम्रो विशेष अतिथि कलाकार देवी घरती मगरज्यूलाई स्टेजमा बोलाउन चाहन्छु। बहिनीलाई धेरै धेरै धन्यवाद, हामीलाई सम्झेर आइदिनु भयो, हाम्रो निम्तलाई स्वीकारिदिनु भयो, त्यो धेरै थोरै त्यसै हो। तर तपाईँको